안녕하세요. नमस्ते यहाँहरु सबैजनालाई म थुङदिमुन केएलसी कन्सल्टेन्सीबाट कोरियन भाषा प्रशिक्षक खेम लिम्बू यहाँहरु सबैजनालाई स्वागत गर्न चाहन्छु थुङदिमुन केएलसी को युट्युब च्यानलमा। यस युट्युब च्यानल मार्फत सञ्चालन भइरहेको कोरियन भाषाको बेसिक कोर्सलाई निरन्तरता दिनको लागि आज पनि यहाँहरु समक्ष 39औं भिडियो लिएर उपस्थित भइसकेको छु र आज चाहिँ म तपाईहरुलाई यस 39औं भिडियो मार्फत मिरे सिजे फ्युचर टेन्स को बारेमा सिकाउँदै छु र यो भिडियो तपाई पहिलोचोटी हेर्दै हुनुहुन्छ भने यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला र हेरिसकेपछि यो भिडियो तपाईलाई कस्तो लाग्छ मन परे लाइक गर्नु होला र आफुलाई लागेको कुरा कमेन्ट गर्न पनि सक्नुहुन्छ र यो भिडियोलाई धेरै मासमा पुर्याइदिनको लागि शेयर गरेर सहयोग पनि गर्दिनु होला र हाम्रो युट्युब च्यानलबाट यस्तै कोरियन भाषा सम्बन्धित कुराहरू सिक्न चाहनुहुन्छ भने सब्स्क्राइब पनि गर्नु होला। अब हामी विषयतर्फ लागौं है त। यहाँ छ मिरे सिजे फ्युचर टेन्स भविष्यकाल। अब भविष्यकाल भनेको के हो त भन्दाखेरि हामीले नर्मली तरिकाले के बुझ्नु पर्यो त भन्दाखेरि भविष्यकाल भनेको भविष्यमा आफूले के गर्ने योजना बनाउनु, केही सोच राख्नु र भविष्यमा हुने सम्भावित कुराहरूको केही एउटा चाहिँ अनुमान गर्नु हो। यो सन्दर्भमा हामीले चाहिँ भविष्यकालको प्रयोग गरिन्छ। अब भविष्यकालको जुन चाहिँ सूत्र के हुन्छ त भन्दाखेरि पहिला नेपालीमा नेछ, नेछु, नेछौ, नेछिनु हुन्छ है। म भए गर्नेछु, उ भए गर्नेछ, उनी भए गर्नेछिन्, हामी भए गर्नेछौं, उनीहरू भए गर्नेछन्। यसरी यो सूत्र अनुसार हामीले चाहिँ भविष्यकालको प्रयोग गरिन्छ र कोरियामा पनि के हो त भन्दाखेरि यसको चाहिँ भेष्टी प्लस गेस सुम्निदा र गेसय हुन्छ। फर्मलमा गेस सुम्निदा हुन्छ र इन्फर्मलमा चाहिँ गेसय हुन्छ। अर्थ चाहिँ यही नै हो, नेछ, नेछु, नेछौ, नेछिनु हुन्छ र यसको अवस्था चाहिँ अघि पनि मैले भनिहालेँ यो सन्दर्भमा प्रयोग गरिन्छ कि जस्तै कि भविष्यमा आफूले के गर्ने एउटा योजना बनाउनु, सोच राख्नु र भविष्यमा के हुने एउटा सम्भावित कुराहरूलाई अनुमान गरेर चाहिँ प्रयोग गरिन्छ है त। अब हामी यहाँ मैले फर्मेट ल्याएको छु, यो कस्तो कस्तो अवस्थामा प्रयोग गरिन्छ भन्ने कुरा त्यो हेरौँ। र यहाँ चाहिँ फर्मल सेन्टेन्स भनेको चाहिँ औपचारिक वाक्य र इन्फर्मल सेन्टेन्स भनेको चाहिँ अनौपचारिक वाक्य छ। अब यो चाहिँ अलिकति पोलाइटली मानिन्छ, यो चाहिँ नोफिमाल जस्तो, यो चाहिँ फानमाल जस्तो हो। यो कुरा हामीले बुझिसकेका छौं। अर्थ एउटै नै हुनेछ दुईटैको। अनि दुईमा छ भेष्टी प्लस गेस सुम्निका। यहाँ चाहिँ क्वेशन छ, यहाँ भेष्टी प्लस गेस हो, एउटै सेम छ। हामीले यहाँ चाहिँ डबलएस क्वेशन राख्ने र क्वेशन गर्ने एउटा लय हुन्छ, त्यहाँ चाहिँ पुग्छ। र यो चाहिँ भविष्यमा जस्तै कि कसरी प्रयोग गर्ने त भन्दाखेरि भोलि के गर्ने छौ, भोलि कहाँ जाने छौ हो, यस्तो तरिकाले क्वेशन गर्नु पर्दाखेरि हामीले यो सूत्र प्रयोग गर्नुपर्ने हुन्छ। र अब यसलाई चाहिँ नेगेटिभ तरिकाले सोध्दा या भन्दाखेरि पनि हामीले भन्दाखेरि चाहिँ आन प्रयोग गर्नुपर्ने हुन्छ र जियान हुन्छ। यो चाहिँ दुई प्रकारको हुन्छ। नेगेटिभ बनाउने कुरा एउटा आनले नेगेटिभ हुन्छ भने एउटा जियानले हुन्छ। अब आन प्रयोग गर्दा चाहिँ जहिले पनि भर्बको अगाडि राखेर अब्जेक्टको पछाडि भर्बको अगाडि र जियान चाहिँ भर्बको पछाडि है, भर्बको जुन चाहिँ कोरियन भर्बको दालाई हटाइन्छ अनि त्यस पछाडि यो सूत्र लाइन्छ। यसरी लाएर चाहिँ नेगेटिभ बनाउन सकिन्छ। अब यो चाहिँ एउटा छोटो एउटा फर्मेट भयो। अब यहाँ छ अवस्था, कस्तो अवस्थामा प्रयोग गरिन्छ भन्ने कुराहरू सूत्र छ, यो चाहिँ थेवा सहितको छ। यहाँबाट अझ हामी प्रश्न हौं है त। आफ्नो मनसाय वा इच्छा व्यक्त गर्दा क्रियापदसँग चाहिँ के हो त जोडिन्छ अरे। जस्तो कि यहाँनिर आछिमे उन्दोङ हागेसय, यो चाहिँ इन्फर्मलमा छ। फर्मलमा भन्नु पर्यो भने आछिमे उन्दोङ हागेसुम्निदा, बिहान चाहिँ म व्यायाम गर्नेछु। यो के हो त भन्दाखेरि एउटा इच्छा व्यक्त गरे भयो है त, आफ्नो विचारको अभिव्यक्त भयो। म
अबदेखि बिहान बिहान एक्सर्साइज गर्नु पर्यो, म अबदेखि बिहान बिहान चाहिँ रनिङ गर्नु पर्यो है त। यसरी भन्नु भनेको चाहिँ एउटा आफ्नो विचारको अभिव्यक्त गर्नु हो। र इजे सुरुल आन मासिकेशय, अब चाहिँ म रक्सी आन मासिकेशय म पिउने छुइनँ। एउटा के हो त विचारको अभिव्यक्त भयो। अबदेखि म रक्सी छोड्छु, अबदेखि म रक्सी पिउँदिनँ। यसरी भन्नु के हो त भन्दाखेरि आफ्नो मनसा व्यक्त गर्नु हो। अब आउँदो दिनमा म यसो गर्नेछु उसो गर्नेछु भनेर एउटा सोच राख्नु। तर सम्बन इजे हाङ्गुगल खुङ्बु हागेसय, अब म कोरियन भाषा अध्ययन गर्नु पर्यो, अब म जापानिज भाषा अध्ययन गर्नु पर्यो हो। यसो भन्दाखेरि यसरी प्रयोग गरियो। इजे ओरेनोन, यो वर्ष चाहिँ थाम्बेरुको कुङ्केसय, म यो वर्षदेखि चाहिँ अनिवार्य धुम्रपान गर्न छोड्नेछु। अबदेखि म यो वर्ष लागेपछिदेखि चाहिँ है एउटा योजना जस्तो है, म यो वर्षदेखि चाहिँ यसो गर्छु है त। अब यहाँ भनेको छ म यो वर्षदेखि चाहिँ धुम्रपान गर्न छोड्छु भनेर एउटा योजना बनाऊ। उइसागा थोगेसय है, म डक्टर बन्नेछु, म राजनीतिज्ञ बन्नेछु। एउटा के हो त भविष्यमा हुने एउटा सम्भावित को यो चाहिँ के हो त योजना हो। म चाहिँ भविष्यमा यस्तो हुनेछु उस्तो गर्नेछु भन्ने एउटा योजना बनाउनु, सम्भावित कुराहरू। र युगवन कम्प्युटर फेउगेसय, म आउने हप्तादेखि के त कम्प्युटर सिक्नेछु, एउटा योजना बनाऊ। भविष्यको कुरामा आउँदो दिनमा एउटा के हो त यो योजना जस्तो भयो है, म कम्प्युटर सिक्नेछु यसरी। अब त्यस्तै गरेर थेवा छ, थेवा भनेको वार्ता। अब यहाँनिर गाले भन्छ वाङदाङसी छिगाग हाजी मासिप्स्यो भनेको छ, वाङदाङजी ढिला नगर्नुहोस् है भनेको छ। अनि नाले भन्छ छुसोङ हामी त माफ गर्नु होला। नेलबु त इल्चीको गेसय, म भोलिदेखि चाहिँ चाँडै आउनेछु है। अब भोलिदेखि उसले के गर्नेछ त, के गर्छु भन्यो त चाँडै आउँछु भनेर भन्दैछ। भोलिको दिनमा अब आउने दिनमा चाहिँ म ढिला गर्ने छुइनँ, चाँडै आउनेछु, नेछु प्रयोग भयो है त। फलवन वेगुक सुन्निम दोरी, विदेशी पाहुनाहरू वशेष आउनु भएकोले गर्दा थोङ्योकुल फिर्यो आम्निदा अनुवादको आवश्यक परेको छ, अनुवाद गर्ने मान्छेको आवश्यक परेको छ भनेको छ। त्यसो गर्दाखेरि नाले भन्छ खुजाङ नेम भनेर जेउ क्रम, त्यसो हो भने छेगा थोङ्योकुल हागेस सुम्निदा, म अनुवाद गर्छु नि त भनेर यो नाले गालाई भन्दैछ। त्यसो भए अनुवाद गर्ने मान्छेको आवश्यक छ भने म अनुवाद गरिदिन्छु नि त भन्दैछ। खुवन साङफुमुल फोजा हे नवासे, साङफुम प्रोडक्ट है प्याकिङ गरिराख्नु भयो भनेको छ। नाले भन्छ आनियो गरेको छैन, आजिक आनेछ, अहिलेसम्म मैले यो साङफुम चाहिँ प्याकिङ गरेको छुइनँ। इजे आगेछ, अब म गर्नेछु। सिब्बन नोङयाक फुनिगीका अधिसय आरायो, नोङयाक फुनिगी भनेको विषादी छर्ने भाँडालाई चाहिँ नोङयाक भन्छ, नोङयाक फुनिगी भन्छ। कहाँ छ थाहा छ भनेको छ। नोङयाक फुनिगा अधि इन्नुन्जी, कहाँ छ मोरुगेसय थाहा छैन हो। नोङयाक विषादी छर्ने भाँडो चाहिँ अधि इन्नुन्जी मोरुगेसय, मलाई के थाहा छैन भनेको छ। अब अर्को अवस्था हेरौँ। वर्तमान अवस्थालाई अनुमान गरेर, वर्तमान अवस्था हुँदै गरेको है त त्यो जुन स्थिति अवस्थालाई अनुमान गरेर भन्नुपर्दा जुन चाहिँ वक्ताको आफ्नो विषयगत विचार गरेर भन्नुपर्दा प्रयोग गरिन्छ भन्ने भूतकालको घटनालाई अनुमान गरेर भन्नुपर्दा अत आत यत हेत अनि गिसहीको प्रयोग गरिन्छ है त। अब यसलाई पनि हामी उदाहरणबाट अझै प्रष्टौँ। यहाँनिर छ वा मासिक यसय छ। यहाँ मासिकता भनेको चाहिँ
स्वादिलो हुनु अब गेसय छ यहाँनिर नेछु नेछ नेछौ नेछिन भनेर जुन अर्थ लाग्ने सूत्र यहाँनिर राखिएको छ। अब वाह मासी गेसय भनेको छ। अब किन यस्तो यहाँ गेसय प्रयोग भयो त? वाह भनेको चाहिँ अलिकति एक्साइटेड भएर है मासिकता भनेको स्वादिलो हुनु, यो खानेकुरा चाहिँ वाह यो खानेकुरा चाहिँ साँच्चै मिठो हुनेछ। उसले देख्दै के लाग्यो त अनुमान गरेर भनिदियो। त्यो के हो त खानेकुरालाई देखेर हेर्दै खाउँ खाउँ लाग्ने गरी देखिरहेछ। त्यो भएको कारणले उसले के भने त अलिक एक्साइटेड हुँदै वाह मासिगेसय यो त साँच्चै मिठो हुनेछ भनेर भन्दैछ। अनि सियोनागेसय यो चाहिँ शीतल हुनेछ। जस्तै कि कुनै चिज शीतल पार्ने चिज पिउने चिज है अब त्यो देखेर अब त्यो शीतल पार्ने चिज चाहिँ यो मान्छेले देखिसकेको छ, अनुभव गरेको छ, भोगेको छ, महसुस गरेको छ। हो त्यो आधारमा यसले चाहिँ के त उसको लागेको विचार अभिव्यक्त गर्दैछ। यो खायो भने यसले चाहिँ हामीलाई एकदम शीतल बनाउने छ है। यो चाहिँ अब एउटा विचारको व्यक्त गर्दा पनि आफूले देखेको हुनु पर्यो, भोगेको हुनु पर्यो, अनुभव गरेको हुनु पर्यो, अनि नै हामीले के हो त त्यो विचार अभिव्यक्त गर्न सकिन्छ। अब यहाँ पनि सियोनागेसय यो खायो भने यो कपडा लायो भने एकदम शीतल हुन्छ है भनेर आफूले भनिन्छ। हो यस्तो अवस्थामा यो प्रयोग भएको हो। र सम्बन्ध इ यहाँगा छिमी कस्य यो फिल्म चाहिँ एकदमै रमाइलो हुनेछ। अब त्यो फिल्मको पोस्टर देख्यो, हेर्दै रमाइलो खालको देख्यो, त्यसले अनुमान गरेर भनिदियो। अथवा त्यो फिल्मको बारेमा अग्रिम सुनेको हुनुपर्छ, यो फिल्म चाहिँ यस्तो कथावस्तु छ, यो चाहिँ यस्तो राम्रो छ भनेर। अब त्यो फिल्म देख्दै उसले के भनिदियो त यो फिल्म चाहिँ एकदम रमाइलो हुनेछ है। हो रमाइलोको महसुस अब गर्ने बाँकी छ। भविष्यको कुरालाई यसलाई इङ्गित गरेर भन्दैछ कि यो फिल्म साँच्चै के छ त रमाइलो हुनेछ भनेर। त्यसै गरेर इ इरुल ह्यानागेसय यो काम चाहिँ सहज हुनेछ। हो अब त्यसै यहाँनिर गेसय प्रयोग गरेन, उसले लागेको कुरा उसको विचार अभिव्यक्त गरेन, किनकि यो काम चाहिँ यो भन्ने मान्छेलाई थाहा छ कि सजिलो छ भनेर। सहज हुन्छ यो काम किनभने उसले एक्सपिरियन्स गरिसकेको छ, अनुभव गरेको छ, सुनेको छ, देखेको छ, यस्तो छ भनेर उसलाई प्रष्ट थाहा छ। त्यो बोकले गर्दा यसले भनिदियो कि यो काम चाहिँ एकदमै गर्यो भने सहज हुन्छ, सजिलो हुन्छ है भनेर। हो यो अवस्थालाई चाहिँ आधार मानेर जुन चाहिँ वर्तमान अवस्थालाई भनेको छ, जुन चाहिँ त्यो स्थितिलाई चाहिँ आधार मानेर यसले के भनेको त यो गेसयको प्रयोग गरेको। आहादुरी उइसागात होइगेसय यो बच्चा चाहिँ डाक्टर बन्ने छ। भविष्यको सम्भावित कुरा भयो यो चाहिँ। यो मान्छे चाहिँ डाक्टर बन्ने छ है, किनकि उसको के हो त चलाखीपन है त, हेर्दै चलाक छ। हो त्यसलाई आधार मानेर उसले के भनिदियो त यो मान्छे चाहिँ डाक्टर बन्ने छ। अब चलाक मान्छे मात्रै के हो त डाक्टर हुने कुरा भयो हो, अथवा त्यस्तै राम्रो मान्छे बन्ने भयो। हो त्यसैले के हो त आधार मानेर यो बच्चा चाहिँ भविष्यमा डाक्टर बन्ने छ है भन्दैछ। अब थेवातिर जाउँ। सल्लाले हाङ्गुक चिबे छोडेर फादा सय भनेको छ। सल्लालमा कोरियाको नयाँ सालमा चाहिँ हाङ्गुक छिबे भनेको कोरियनको जुन घरबाट, कुन साथीको घरबाट मैले निमन्त्रणा पाएको छु भनेर भन्दैछ गाले। अब यसले के भन्यो त भन्दाखेरि सल्लालमा, छुसकमा, यस्ता ठुल्ठुलो चाडमा चाहिँ के हो त कोरियनको घरमा गयो भने धेरै विभिन्न प्रकारको खानेकुराहरू खान पाइन्छ, विभिन्न कुराहरूको एक्सपिरियन्स लिन पाइन्छ। अब त्यो कुरा उसलाई थाहा छ यो नालाई। ओ त्यसैको आधारमा उसले के भन्यो त छमा छुक्के सय तिमीले कोरियनहरूको घरबाट निमन्त्रणा पाएको छ सल्लालमा, साँच्चै रमाइलो हुने भयो, एकदमै रमाइलो हुनेछ भनेर, तिमीलाई रमाइलो हुने भयो भनेर नाले गालाई भन्दैछ। सिल्भन यो जुन इरी मानस नमु फाप्पाय आजभोलि काम धेरै भएकोले ज्यादै व्यस्त छु भन्छ। यसले के भन्यो त आजले एकदमै काम धेरै भएर म एकदमै बिजी छु, एकदम गाह्रो भइरहेको छ भन्छ, व्यस्त छु भनेको छ। त्यसो भन्दाखेरि अब यसले भनिदियो कि काम धेरै पछि व्यस्त हुन्छ भन्ने कुरा, गाह्रो हुन्छ भन्ने कुरा यसलाई थाहा छ। अब त्यो भएर यसले भन्यो इरी मानस काम धेरै भएको कारण तिमीलाई, तपाईँलाई के हुनेछ त हिन्दुलके छ एकदमै कठिन हुनेछ। कठिन पो हुने भयो त तिमीलाई त, यत्रो काम भएर व्यस्त हुनुहुँदो रहेछ भन्ने सवालमा यसले यो गेसयको यहाँ प्रयोग गरेको।
छलवन अझै छे सेंगिल फातिरुल हिँड्दै छिङ्गु दूरी मानि वासयो हिजो मैले बर्थडे पार्टी गरेको थिएँ र साथीहरू धेरै आए भन्छ। अब उसले पार्टी गरेको कुरा र साथीहरू धेरै आएको कुरा चाहिँ सुनाउँदैछ नालाई। अब नाले भन्दियो कि अब बर्थडे पार्टीमा आउँदा बर्थडे पार्टीमा जाँदा पक्कै गिफ्ट त लानै पर्यो हो। त्यसैलाई आधार मानेर भन्दैछ कि सोनमुल दो माने फादा गिस्सयो त्यसो भए त उपहार पनि त धेरै पाउनु भयो होला नि भन्दैछ। यो विगतको कुरालाई उसले के गर्यो अनुमान गरेर भनिदियो। अब उसलाई यो मान्छेले उपहार पाएको थाहा छ कि छैन उसलाई थाहा छैन, पायो कि पाएन थाहा छैन, र पनि एउटा गेस गरेर भनिदियो उपहार पनि त धेरै पाउनु भयो होला नि भनेर भन्दैछ। खुबन छिनान्जु छेजुदोरो यहेमोल थान्यवासयो छिनान्जु गत हप्ता छेजुदोतिर चाहिँ म भ्रमण गएर आएँ भन्दैछ। अनि यसले के भन्यो छम्मा छेमी इसा गेस्सयो साँच्चै रमाइलो भयो होला भन्दैछ। अब छेजुदो चाहिँ एकदमै टुरिज्म एरिया रमाइलो ठाउँ है, त्यो ठाउँमा म भिजिटको लागि पुगेर आएँ भन्दैछ। त्यसो भन्दा यसले के भन्छ साँच्चै रमाइलो भयो होला, रमाइलो गर्नुभयो होला छेजुदो पुगेर है त भनेर त्यो भन्दैछ। र सिबन यो जुन थोइगु नागो आजले कामको छुट्टी गरेर मेल यङरुल फेवायो म सधैँ अङ्ग्रेजी भाषा सिक्छु। मेरी हो हिन्दूले सयो सधैँ सिक्छौ, सधैँ कामको छुट्टी गरेर अङ्ग्रेजी भाषा सिक्छौ, यो चाहिँ गाह्रो कुरा है भन्दैछ। अब किन यसले चाहिँ हिन्दूले सयो भनेर प्रयोग गर्यो त भन्दाखेरि अब कामको छुट्टी गरेर सधैँ अङ्ग्रेजी भाषा सिक्नु अथवा अरूको भाषा सिक्नु भनेको गाह्रो कुरा हो, किनकि काम गर्दा गर्दा गलिएको पनि हुन्छ। फेरि उल्टो अझ के त भन्दाखेरि यहाँले अङ्ग्रेजी भाषा सिक्छु भन्छ। त्यसो भन्दा यो मान्छे आश्चर्य भयो, मेरी सधैँ कामको छुट्टी गरेर अङ्ग्रेजी भाषा सिक्छौ भन्दैछ। हिन्दूले छ गाह्रो हुनेछ भनेर उसकोले के हो त अनुमान लाएर उसको विचारको कुरा व्यक्त गर्दैछ। ल त मैले आज तपाईहरूलाई मेरो सिजे भविष्य कालको बारेमा केही फर्मेट र कस्तो कस्तो अवस्थामा प्रयोग हुन्छ भन्ने कुराहरू मैले तपाईहरूलाई नर्मली सिकाएँ र यति पढिसकेपछि तपाईहरू आफै पनि यसलाई रिसर्च गरेर अझ अध्ययन गर्न सक्नुहुन्छ र पक्कै यो चाहिँ एउटा सामान्य मेरो सिजेको बारेमा बुझ्नु भयो होला भन्ने मलाई लागेको छ। र अब म फेरि यो मेरो सिजेकै अर्को फेरि अवस्था जुन चाहिँ बेसी प्लस ल कयो उल्कयोको बारेमा अर्को भिडियो 40औं भिडियो लिएर आउनेछु र त्यतिन्जेलसम्मको लागि यहाँहरूबाट म बिदा लिन चाहन्छु। हस्त नमस्ते।